ॐ तत्संयोरप्रणीमहे गातुं यज्ञाय गातुं यज्ञपतये दैवी स्वस्तिरस्तु नः स्वस्तिरमानुषेभ्यः ऊर्ध्वं जिगातु भेषजम् सन्नो अस्तु द्विपदे सञ्चतुष्पदे ॐ शान्ति शान्ति शान्तिः। लक्ष्मीनाथ समारंभां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। भौतकल्याणमयरत्नभूतममलं लक्ष्मीससेवारतम् स्वामी श्री सुखसूरिपादमधुपं विद्वदेवरं सान्वितं श्रीमद्भागवतादिशास्त्ररसिकं स्वाचार्यनिष्ठं सदा श्रीमद्देवकीनन्दनं गुरुवरं वन्दे कृपासागरम्। चिदचिदपरतत्त्वानां तत्त्वयाथार्थ्यवेदिने रामानुजाय मुनये नमो मम गरीयसे। तत्राद्याः पारिषद्याः परस्सदम् विघ्नं निघ्नन्ति सततं विश्वक्सेनं तमाश्रये। आपदामपहर्तारं दातारं सर्वसम्पदां लोकाभिरामं श्रीरामं भूयो भूयो नमाम्यहम्। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्री कृष्णचंद्र भगवान को, श्री भागवत भगवान को, श्री भाष्यकार भगवान को, समस्त पूर्वाचार्य हरो को, श्री व्यास जी महाराज को, श्री सुखदेव जी महाराज को, श्री सूत जी महाराज को, समस्त भक्त भागवत वृंद को जय जय श्रीमन्नारायण। अखिल हेय प्रत्यदीक कल्याणैकदान स्वेतर समस्त वस्तु विलक्षण अनंत ज्ञानानंदैक स्वरूप परात्पर परब्रह्म परमेश्वर भगवान सर्वेश्वर का विशेष अनुग्रह ले आज हम ये पुनीत अवसर में श्रीमद् भागवत जी को कथा रचना अवगाहन करने का निमित्त एकत्रित भइरहेका छौं। एकजना नेपाली बुझ्नुहुन्छ होला भनेर मैले नेपालीमा बोल्दैछु। भगवानको विशेष अनुग्रह भयो आज यो संगम हामीलाई जुटेको छ। भगवत कृपा बिना हाम्रा कुनै न प्रवृत्ति हुन्छन् न कुनै निवृत्ति हुन्छन्। शास्त्रले बताउनुहुन्छ तेन बिना तृणाग्रम अपि न चलति। भगवानको कृपा बिना एउटा तृण एउटा झार पनि हल्लिँदैन चल्दैन। त हामी जीवित छौं, हामी चेष्टा गरिरहेका छौं, हामी प्रयास गरिरहेका छौं। यो सबैको एकमात्र मूल आधार भनेको भगवान भएको छ। आज यस्तो पावन भूमिमा भगवान श्री भोलेनाथ का पावन चरण सन्निधान में हामीले श्रीमद् भागवती गंगा
ती गङ्गाको अवगाहन त्यो लाभ प्राप्त गर्नलाई लागिरहेका छौँ। मानव जीवन नै अत्यन्तै दुर्लभ, त्यसमा पनि भगवत बन्धुजनहरूका साथको समागम र भगवत कथा रसको पान यो अत्यन्तै दुर्लभ पल हो। आज प्रभुको कृपा भयो, हामी पनि एउटा अवसरलाई निमित्त बनाएर यहाँसम्म जुट्न पायौँ र हजुरहरूको दर्शन गर्न हामीले पनि सम्भव भयो। यसको विशेष सूत्राधार भनेको हाम्रो ईश्वरजी, ईश्वर स्वामी र उहाँका पिता माता हाम्रा मुक्ति गुरुदेव माताजी र उहाँकी सहचरी रुक्मणी दासी, उहाँको सिंह परिवार अनि यो मन्दिर समिति र यो आयोजन समिति र साथमा मेरा साथ विराटनगरबाट आउनुभएकी ममताजी लगायतको उहाँको समूह एक प्रकारको श्रद्धा र सम्बन्धले व्यक्ति जहाँ कहीँ भए पनि जोडिरहन्छ र मानसिक सम्बन्ध बनिसकिसकेपछि भौतिक सम्बन्ध पनि सम्भव हुन्छ भन्ने ज्वलन्त उदाहरण हो आज हाम्रो यहाँको आगमन। त्यतिखेर मैले आज काठमाडौँ पुगिसक्नुपर्ने अवस्था थियो। म छु यहाँ आज, यसो भगवत कृपाले प्राप्त भएको हो। विशेष गरी यो स्नेह र समर्पण यसले सबैलाई बाँधिरहन्छ। ईश्वर बाबु, रुक्मणी बहिनी धेरै समयदेखि केही न केही यस दाससँग अध्ययन गरिरहनु भएको छ, केही सत्सङ्ग चलिरहेको छ। धेरै नै हर्ष लाग्यो कि श्रीधाम वृन्दावनको वास, श्रीमद् भागवतको स्वाध्याय, वैष्णवी दीक्षामा दीक्षित भइसकेको यो अवस्था, यो सब प्रयास आचार्य कृपाले पुरा हुँदै रहँदा, भगवत कृपाले पुरा भइरहँदा यो लाभ अरू जनसामान्यले पनि प्राप्त गर्नुपर्दछ। किनभने शास्त्रले के भन्नुहुन्छ, एक स्वादु न भुञ्जित, मिठो कुरा एक्लै नखान, बाँडेर खान, प्रेम बढ्दछ। यो भन्दा मिठो अरू कुनै नै छैन। पहिल्यै बताउनुहुन्छ व्यासजीले, निगमकल्पतरोर गलितम फलम, अत्यन्तै स्वादु फल हो, अति पाकेको फल हो श्रीमद् भागवत महापुराण। अगाडि गएर सुखजीले बताउनुहुन्छ, तद्रसा मृततृप्तस्य नान्यत्र स्यादरतिः क्वचित्। श्रीमद् भागवत रसमा जब डुबुल्की लगायो नि, जसरी पुष्पको रस पान कमल पुष्पलाई छोडेर गएर ताल मखानामा गएर रमाउँदैन, उसलाई पटक्कै इच्छा हुन्न, किनभने त्यहाँ त्यो रस उसले प्राप्त गरेको हुन्न। यसै गरी श्रीमद् भागवत रस जसले पान गरेको छ, उसलाई अरू कतैको रसले पनि छुन सक्दैन। कसैलाई कुनै पनि ग्रन्थले उसलाई आकृष्ट गर्न सकेकै हुँदैन। त्यस्तो रसको वर्षा भइसकेपछि जीवन पनि रसमय बन्दछ। रस ब्रह्मको स्वरूप हो। रसमय जीवन भनेको ब्रह्ममय जीवन हो, सार्थक जीवन हो। त्यसो हुनाले जसरी आचार्य सन्निधिमा बसेर यो रसलाई पान गर्नुभएकी हाम्रो बहिनी रुक्मणी, जसमा एक अदम्य साहस छ, केही गरौँ भन्ने, समाजका लागि केही योगदान गरौँ, केवल कमाना खाना पाखानाका लागि मात्र जीवन नबनोस्। समाज परिवर्तनका लागि हर एक व्यक्तिको भूमिका रहन्छ। अध्यात्मका क्षेत्रबाट, अध्यात्मका पक्षबाट मैले पनि केही योगदान गर्न सक्छु भन्ने यो सङ्कल्प उहाँलाई भगवानले प्रदान गर्नुभयो र नै सबै कुराहरू जोडिँदै आएका छन्। र आज यो स्थितिमा एउटा विधिसँग ज्ञान गङ्गाको वर्षा गर्नका निमित्त आसनमा आरूढ हुनुभयो। यो सबै भगवत कृपा र आचार्य कृपाको फल हो। कुनै पनि वृक्ष पहिले अङ्कुरित हुन्छ, अनि 2 पातको हुन्छ, 4 पातको हुन्छ, अनि झाँगिन्छ, अनेक हाँगा हुन्छन्, फुल्दछ, फल्दछ। त्यो फलिसकेपछि उसले अरूलाई सेवा प्रदान गर्दछ, फलभोक्ता धेरै हुन्छ। यसै गरी कोही व्यक्तिले जीवनमा प्रयास गरिरहँदाखेरि
ताता मामा गर्दै गर्दै प्रयास गरेको त्यो प्रयास बिस्तारै 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 एउटा आकारमा परिणत हुन्छ अनि त्यो फल्दछ। फलेपछि त्यो फल खाइन्छ भने जस्तो समाजलाई दिन सक्ने अवस्थामा व्यक्ति पुग्दछ। त्यसकै परिणामस्वरूप आज रुक्मिणीजी समाजका लागि बन्नुभएको छ, समाजको सम्पत्ति बन्नुभएको छ। यो सम्पत्तिको संरक्षण गर्ने दायित्व भनेको हजुरहरूको हो। हर पक्षबाट हजुरहरूले सपोर्ट गर्नुपर्छ। कुनै पनि वृक्षलाई बेलैमै संरक्षण गरिएन भने एउटा बाख्राले अथवा एउटा पशुले आएर खाइदिन्छ, सकिदिन्छ। संरक्षणको आवश्यकता पर्दछ। त्यो संरक्षणले त वृक्षले एउटा आकार प्राप्त गर्दछ। जसरी यसैगरी यो अवस्था छ हजुरहरूको संरक्षणको अवस्था। हजुरहरूको साथ हजुरहरूले गर्ने जो मार्ग निर्देशन त्यसले उहाँलाई सन्मार्गमा हिँड्नका लागि बल पुग्दछ। जुन सङ्कल्प लिनुभएको छ त्यो सङ्कल्पलाई साकार गर्नका लागि एउटा अदम्य साहस बल्दछ। त्यो साहस भनेको हजुरहरू हुनुहुन्छ। त्यस कारणले यो समाजले गौरव गर्नुपर्ने विषय हो कि हाम्रा क्षेत्रमा जन्मिएकी, हुर्किएकी, पढेकी, देखिएकी एउटी चेली आज यो अवस्थामा आएर समाजलाई केही दिन्छु भनेर लागिरहेकी छन्। समाजको उपलब्धि हो। खास गरी सिलगढीवासी भक्त भागवतहरूसँग मेरो विशेष अनुरोध छ, यसलाई अलिक राम्रोसँग हुर्किन दिनुहोस्। दिगान्तरसम्म यसको प्रकाश सबैले प्राप्त गर्नुहोस्। यो प्रयासको प्रकाश। त्यस पछाडि एउटा गर्व गर्ने लायक अवस्था आउँछ कि हाम्री चेली हुन्, सिलगढीकी चेली हुन्, अनि यहाँकी हुन् भनेर हामीले पनि छाती ठुलो गर्ने अवस्था आउँछ। त्यसका लागि हजुरहरूको प्रयास नै यसमा महत्त्वपूर्ण छ। हामीले हाम्रो स्थानबाट गर्नुपर्ने प्रयास सतत गरिरहेका छौँ। आज यो अवस्थामा ल्याउनका लागि, यो अवस्थामा उहाँले हजुरहरूलाई ज्ञान वर्षा गर्ने अवस्थामा आउनका लागि हामीले गरेको प्रयास कुनै न कुनै बिन्दुमा जोडिएको छ र सार्थक भएको छ। धेरै खुसीको अनुभूति भएको छ। हामी त साथमा सधैँ रहन्छौँ, तर हजुरहरूको साथ भने निरन्तर रहनु पर्दछ। यो विनम्र प्रार्थना। ज्ञान मञ्च यस्तो मञ्च हो जहाँ बसेपछि कुनै प्रकारको अभिमान हुनु हुँदैन, कुनै प्रकारको घमण्ड हुनु हुँदैन, कुनै प्रकारको अनाचार हुनु हुँदैन। ज्ञान र अनुष्ठान दुवै साथसाथमा भयो भने व्यक्तिले लक्ष्य प्राप्त गर्दछ। शास्त्रले के भन्नुहुन्छ? उभाभ्याम एव पक्षाभ्याम आकाशे पक्षिणो गतिः तथैव ज्ञानकर्मभ्याम प्राप्यते पुरुषोत्तम। एक पक्षीका दुई पखेटा हुन्छन्, दुई पङ्ख हुन्छन्। एउटा पङ्ख काटियो अथवा बिरामी पर्यो भने एउटा मात्रै पखेटाले उडेर उसले त्यो लक्ष्यलाई प्राप्त गर्न सक्दैन। त्यो पक्षीले जहाँ जानुपर्ने हो त्यहाँ जान सक्दैन। दुईटै पखेटा ठिक रहनु पर्दछ। उसै गरी हर एक व्यक्ति जो अध्यात्ममा लागेको छ, जसको लक्ष्य ब्रह्म हो, परमात्मा हो र सबैलाई नै परमात्मासँग जोड्ने कार्य हो, उस व्यक्तिका पनि दुईटै पखेटा ठिक हुनुपर्ने हुन्छन्। एउटा पखेटो हो ज्ञान, अर्को हो अनुष्ठान। अनुष्ठान भनेको आचरण, कर्म। जसरी व्यासपीठबाट, ज्ञान मञ्चबाट ज्ञानोपदेश गरिन्छ, व्यक्तिले तदनुकूल आचारलाई पनि धारण गरेको हुनुपर्दछ। कोही शिक्षकले चुरोट पिउँछ अनि विद्यार्थीलाई खबरदार चुरोट पिउन हुन्न भनेर भन्छन् भने विद्यार्थीले स्वीकार्दैन। त पिउनै नहुने भए गुरुले किन पिउनु भयो, सरले किन पिउनु भयो चुरोट? त हुने रहेछ र पिउँदै हुनुहुन्छ। विद्यार्थीले त्यसरी बुझ्दछ। विद्यार्थीले गुरुसँग पढ्ने होइन, गुरुलाई पढ्ने। विद्यार्थीले गुरुसँग पढ्ने होइन, गुरुलाई पढ्ने। यो सनातन परम्परा हो। त्यसैले वेदले के भन्नुभयो? यथा ते तत्र वर्तेरन् तथा तेषु वर्तेथः। एष आदेशः एष उपदेशः। बाबु तिमी गुरुकुलमा जानु, तर गुरुसँग पढ्नु भन्ने पिताजीको आज्ञा छैन। गुरुलाई पढ्नु, यथा ते तत्र वर्तेरन्।
उहाँहरू जसरी रहनुहुन्छ उहाँको दैनिकी जस्तो छ, दिनचर्या जस्तो छ, त्यसै गरी तिमीले आफूलाई पनि बनाउँदै जाऊ। तथा तेषु वर्तिताः। त्यसकारणले गुरु भएर रहिसकेपछि, उपदेष्टा भएर रहिसकेपछि सबैभन्दा पहिलो कुरा उसको आचरण कारक हुन्छ समाज बदल्नमा। त आचरण ठिक छ भने एउटा पखेटा ठिक भयो, एउटा पङ्ख ठिक भयो। उसै गरी ज्ञान दृढ भएको छ भने, शास्त्र अध्ययन ठिकसँग भएको छ भने अर्को पखेटो पनि ठिक भयो। यो ज्ञान र अनुष्ठान दुई पखेटाले हामी लक्ष्यमा पुग्न सक्छौँ र लक्ष्यमा पुर्याउन सक्दछौँ। आज ती दुवै पखेटालाई ठिक गर्ने प्रयासमा निरन्तर लागिरहनु भएकी रुक्मिणी भगवानसँग प्रार्थना छ यो पखेटो कहिल्यै कमी नहोस्, कमजोरी नहोस्, यसमा कहिले एउटा पखेटो कम भयो भने र उनी लडिन अरे भन्ने सुन्नु नपरोस्। दुवै पङ्ख बलिया हौ, आफू उडिरहँदा साथमा समाजलाई उडाइरहने र त्यो लक्ष्यमा पुर्याइरहने काममा सदैव बल मिलिरहोस्। भगवानले त्यो कृपा यहाँलाई गरि नै रहनुहोस्। गुरु भनेको अधिवक्ता हो, वकिल भन्छौँ नि हामी। समस्या आयो, मुद्दा पर्यो, त्यो मुद्दामा जो व्यक्ति पीडित छ त्यो पीडित व्यक्ति आफै गएर अदालतमा बसेर उसले न्यायाधीशसँग बहस गरेर मुद्दा जितिन्। म पीडामा परेँ, मलाई न्याय दिन पर्यो भनेर न्यायालयमा गएर न्यायाधीशका अगाडि, जजका अगाडि उसले अनेक रुवाई कराई गरे तापनि उसलाई न्याय मिल्दैन, किनभने प्रक्रिया पुगेन। एउटा कर्मचारीले भनिदिन्छ प्रक्रिया पुर्याएर आउनुहोस्, तपाईँ वकिल राख्नुहोस्, अधिवक्ता राख्नुहोस्। फेरि त्यही पीडित गएर वकिलका साथमा उसले आफ्ना समस्या राखिसकेपछि वकिलले विधिसँग त्यो मुद्दा दर्ता गरिदिएर अनि वकिलले न्यायाधीशसँग यो पीडामा छ, यो व्यक्ति संविधानको यो धारामा, कानुनमा यो धारामा, यो धारामा यस्तो लेखिएको छ महाशय श्रीमान, हजुरले यसमाथि न्याय गरिदिनु पर्छ भनेर एक एक धारा पल्टाएर, एक एक उपधारा पल्टाएर कानुनका एक एक बिन्दुहरूलाई कोड गरिदिएर न्यायाधीशलाई सम्झाइसकेपछि न्यायाधीशले त्यो पीडित व्यक्तिलाई न्याय दिन्छन्। अघि पनि पीडित थियो, ऊ गएर रोयो, अदालतमा उसको सुनवाई भएन, उसलाई बाहिर निकालिएर खेटेर। अब फेरि अधिवक्ता वकिलका साथ साथमा आएर फेरि कोही पीडित बसेको छ, उनले अनेक धाराहरू उल्लेख गरेर न्यायाधीशसँग जिकिर गरिरहेका छन्, बहस गरिरहेका छन्। त्यो बहसका कारण त्यो पीडित व्यक्तिले न्याय प्राप्त गर्दछ। जसरी यसै गरी हाम्रा परम न्यायाधीश भनेको भगवान हुनुहुन्छ र बिचका वकिल अधिवक्ता भनेको हाम्रा आचार्य हुनुहुन्छ। आचार्यले त्यो जीव जो पीडित छ, संसारमा अनेक प्रकारका रोगले ग्रस्त छ, आध्यात्मिक आदि भौतिक आदि दैविक तापले ग्रस्त छ, त्यस्तो जीवलाई देखाएर भगवानसँग एक एक संविधानका धाराहरू बताइदिनुहुन्छ। प्रभु वेदमा यस्तो लेखिएको छ, हजुरले गीतामा यसो भन्नुभएको छ, माम एकम शरणं व्रज, हजुरले रामायणमा यसो भन्नुभएको छ, अभयम सर्वभूतेभ्यो ददामि, हजुरले हर अवतारमा यस्तै आज्ञा गर्नुभएको छ, मेरा शरणमा आएको जीवको कहिल्यै पनि विनाश हुँदैन, उसलाई मैले पार पारिदिनेछु। त हजुरका एक एक संविधानका यी धारा उपधाराहरू सबैले बताउँछन् कि हजुर जीवका स्वामी हुनुहुन्छ, यो जीव हजुरको दास हो, हजुरको अंश हो, हजुरको शेष हो, त्यस कारणले हजुरले कसै गरी त्याग्न पाइन्न भनेर यो प्रकारको जब जिकिर गुरुले गर्नुहुन्छ नि, आचार्यले गर्नुहुन्छ भगवानसँग, हो त्यो बहस, त्यो जिकिर, त्यसका बलमा भगवानले जीवको रक्षा गर्नुहुन्छ। जीव एक्लै गएर भगवानका अगाडि गएर रोएर कराएर मेरो रक्षा गर्नुहोस् भनेर भगवान त्यसको रक्षा गर्न बाध्य हुनुहुन्न। त्यसैले आचार्यका माध्यमद्वारा भगवानसँग जानुपर्छ, गुरुका माध्यमद्वारा भगवानसँग जानुपर्छ, तब मात्र भगवान उसको रक्षा गर्नुहुन्छ।
भगवान श्री रामचन्द्रले वशिष्ठलाई विश्वामित्रलाई गुरु बनाउनु भयो। भगवान श्री कृष्णचन्द्रले सान्दीपनीलाई गुरु बनाउनु भयो। आखिर परब्रह्म परमात्मालाई पनि गुरुको आवश्यकता पर्यो। यो लोक शिक्षाका निम्ति भगवानले गर्नुभएको लीला हो। यसबाट के जान्न पर्छ भने गुरु मात्र त्यस्तो एउटा तत्त्व हो जसले जीवलाई ब्रह्मसँग जोडिदिन्छन्। हर एक जीवको कल्याणका लागि गुरु कार्यकारी हुन्छन्। त्यसो भएको हुनाले यहाँ बसेर उपदेश गर्ने गुरुले ती सबै कुराहरूलाई पनि याद गर्नुपर्दछ। मेरो जिम्मेवारी अब धेरै बढेको छ। म केवल आफ्नो दैनिकी साज गराउनका निम्ति मात्र यो कथालाई व्यापार गरिरहेको छुइनँ, हर एक जीवको कल्याणका निमित्त गरिरहेको छु भन्ने संकल्प पनि उपदेष्टासँग हुनुपर्दछ, गुरुसँग हुनुपर्दछ। त्यो प्रकारको भाव रुक्मणीमा छ, त्यो भइ नै रहोस्। त्यो नित्यानुसन्धान म ज्ञानी गुरुहरूका चरणको रज हुँ, चरणको धुली हुँ भन्ने भाव जहिल्यै बनिरहोस्। तल भएको व्यक्ति कहिल्यै लड्दैन, माथिको लड्दछ। त्यसकारण सधैँ आफूलाई तल मानिरहनु, सदैव कृपाको भाजन मानिरहनु। यो माइक जो बक्स बोल्दैछ नि, त्यो बक्स त केही पनि होइन। त्यो बक्स त त्यो आवाज प्रकाशक मात्रै हो। मैले बोल्दिनँ भने यो बक्स के हुन्छ? बन्द हुन्छ। त्यसकारणले म बक्स मात्रै हुँ। मलाई बोलाउने अर्कै छ। उसले बोलाएपछि म बोल्दछु। उसले बोल्न छोड्यो भने म बोल्न सक्दिनँ। त्यसकारणले म कोही पनि होइन भन्ने भाव बनिरहोस्, त्यो भाव आइरहोस् जहिल्यै पनि। आज प्रारम्भिक चरणमा प्रथम कथाका लागि भगवानसँग रुक्मिणीको आयु आरोग्य र यो कथा जो क्षेत्र हो यसको उत्तरोत्तर अभिवृद्धिका लागि भगवानसँग अनन्त अनन्त प्रार्थना गर्दछु। वर्धतानि वर्धतान्, कहिल्यै यो गति नरोकियोस्। अघि भनिएका मर्यादाभित्र रहेर कुनै पनि साप्ताहिक अनुष्ठानमा अनुष्ठानका रूपले गर्नुपर्ने अवस्थामा कोही एक आचार्यलाई, कोही एक शिखा सूत्रधारी ब्राह्मण त्यस्ता आचार्यलाई कोही उहाँलाई मुख्य आचार्यका रूपले वर्ण गरेर उहाँको छत्र छायामा रहेर गुरुबाट प्राप्त भएको ज्ञानको वर्षा, ज्ञानोपदेशका हिसाबले मैले गर्छु भन्ने त्यो सङ्कल्प बनिरहोस्। त्यो मर्यादाभित्र रहेर समाजलाई दिइरहनुहोस्, समाजबाट पनि प्राप्त गरिरहनुहोस्। निरन्तर यो अभिवृद्धि भइरहोस्। भगवानसँग धेरै धेरै प्रार्थना छ, धेरै मङ्गल कामना छ। म त धेरै नै खुसी भएको छु, किनभने हर एक विद्यार्थीहरू यो अवस्थामा देखिरहँदाखेरि सबैभन्दा ज्यादा आनन्द गुरुलाई हुन्छ। अरूलाई भने आनन्दभन्दा ज्यादा आनन्द गुरुलाई हुन्छ कि यही अवस्था आओस्, यस्तै होस् भनेर नै गुरुले प्रयास गरिएको हुन्छ। शिष्य इच्छित पराजय। गुरुले के चाहनुपर्छ भने आफ्ना शिष्यबाट जहिले पराजय हुन परोस्, हार नपरोस्। त्यति धेरै ज्ञानी बन्नु शिष्य भन्ने गुरुले मान्नुभएको हुन्छ। त्यस कारणले भगवानका चरणमा, भगवान श्री भाष्यकारका चरणमा अनन्त अनन्त साष्टाङ्ग प्रणतिपूर्वक धेरै धेरै मङ्गलाशासन छ। रुक्मिणीजीको यो जो कथा सेवा हो यो निरन्तर अभिवृद्ध भएर जाओस्। अनन्त मङ्गलाशासन। हजुरहरूसँग धेरै अपेक्षा गरिएको छ कि हजुरहरूले अब यो बच्चीलाई, यो बालिकालाई जसरी आवश्यकता पर्छ, जुन जुन बिन्दुमा आवश्यकता पर्छ, आवश्यक मार्गनिर्देशन र साथ यहाँको बनिरहोस्। यही अनन्त कामनाका साथ आफ्ना वाणीलाई यहीँ विश्राम गर्दछु। भक्तवत्सल भगवान को, श्री भागवत भगवान को, श्री भाष्यकार भगवान को, समस्त पूर्वाचार्यहरू को, समस्त भक्त भागवत वृंद को जय श्री नारायण।